तारै छैन कि यसपालि खै तारा थपिन्छ कि भनेको यतै आउला जस्तो छ त्यो तारा पनि रुममा पनि आइपुगिसक्यो टक्क यहाँको नेसनल खाना अब वर्ल्ड कप पनि चलिरहेछ यसपालि अर्को एउटा स्टार पनि दाइ के सोचेको थियो हामीले सोच्नु त कहाँ जाने भनेर सोचेको थियो भाइ गाडीको मालिक जस्तो फिल गर्दो So, hello and what's up guys? स्ने सुभाषजी यता हुनुहुन्छ हाम्रो दाइ उता हुनुहुन्छ हाम्रो गाडी आज चाहिँ टक्क अनप्लान्ड हामी चाहिँ घुम्न चल्दिएको कता जानला भन्ने नि थाहा छैन कहाँ पुग्छ हाम्रो यता फ्रान्स म अगाडि बस्छु ल दाइ हाम्रो यता फ्रान्सको छ झन्डा चाहिँ चट्ट म चाहिँ अगाडि बस्दिनु पऱ्यो ल दाइ पछाडि बस्नु ल यता हुनुहुन्छ हाम्रो सुजन दाजु हेलो गरिदिनु त ल पोर्चुगल टक्क अब वर्ल्ड कप पनि चलिरहेछ यसपालि अर्को एउटा स्टार पनि थपिन्छ यहाँ उता हाम्रो ब्राजिलवाला दाइले चाहिँ तारा बोक्नै नसकेर टी सर्ट लगाइरहनु हो भारी भयो निकालाई फोन गरेको सिटबेल्ट चाहिँ लाउनुपर्छ यहाँ सिटबेल्ट होइन गाडी एकछिन ढल्किँदै गर्छु बाहिर आएर कल गरेर अनि यता हाम्रो दाइको चाहिँ तारै छैन कि यसपालि खै तारा थपिन्छ कि भनेको यतै आउला जस्तो छ त्यो तारा पनि ल अब चल्दैछु बाबु ढोका लगाएर भयो हिरो चाहिँ लागेको छैन लाग्यो ल अब हामी चल्दिएको टक्क पारामा सनम दाइ आउनुहुन्छ कि आउनु हुँदैन आउँछु आउँदैन आउँछु ए ल सनम दाइ पनि आउनुहुन्छ अब कता कता पुग्छ हामी अब आज चाहिँ कताबाट जाने अरे यताबाट स्कुलबाट छिने भन्नुभयो होइन ए खै ल हाइवे अनि टक्क हाम्रो बिदा बेलामा चाहिँ दाइ र म बसेर टक्क जुस बेडसेड खाने ठाउँ चाहिँ यही हो पुल त्यो पुलमा चाहिँ टक्क बसिन्छ खाइन्छ सरर जाने हो यो कपडा कस्तो दामी याद गरे है यो चाहिँ यसो सर्स हाल्नुपर्छ पछाडि बस्यो भने के एउटा हुन्छ भनेपछि भाइ गाडीको मालिक जस्तो फिल गर्दो रहेछ अगाडि ड्राइभर पछाडि मालिक अनि सुजनको बिहान ड्युटी यहाँतिर चाहिँ चोट लाग्छ कि लाग्दैन त यो बाटोतिर चाहिँ तल सहरतिरै हो बल्ल यो बाटोहरू देख्दा चाहिँ टक्क हाम्रो उता दिदी बोजिनीतिर गएको जस्तै फिल हुने कि त्यहाँतिर चाहिँ अब बाटो यस्तै तल पनि घना घोर जङ्गल मासतिर पनि घना घोर जङ्गल बिचमा सुनसान बाटो त्यहाँतिर चाहिँ खुब चोट लाग्थ्यो अरे हजार रुपियाँ तिरिन्छ नि लाइसेन्स नभएर कहाँ यहाँतिर आउनु भइसकेको छ र तपाईँ हिँडेर कि फेरि तपाईँ त फेरि हिँडेर भन्नुहुन्छ अच्छा राम्रो छ हेर सेसियल्स है नरिवल यो देखाउ न उयोहरू त्यही पुरै मार्बल डाँडा जस्तो क्या त्यहाँ माथि चाहिँ त्यो मार्बलै हो मार्बलै आएको छ नि यता म कि को ए म त को होला भनेर चिनेको मान्छे हो कि भनेर कि अस्ति के बाहिर म साकिन आउँदाखेरि हिजो होइन लखर हिँडिरहेको थिएँ एकजनाले यस्तो बोलायो सुर्ती खान्छ अरे म त सुर्ती माग्नलाई पो रहेछ
चिनेको मान्छे होला भन्ठानेको त कस्तो राम्रो पानी यहीँबाट पनि फालेको है केमा फालेर जाने हो भगवान् हेर्नु न पानीको अँ। चालै छैन झक्क पौडी खेलिहाल्छ नि अब यो कोसीको मान्छेहरू पुरा एउटा पानी थियो नि हो दुबईको निदो है कता गयो पुग्यो उयो कति वर्ष भइसक्यो नि त्यहाँ राखेको थियो कोसीको दुबईको रे दुबईको प्रिन्सको रहेछ उहाँ अगाडि छ उठ्यो समातेर राख्यो अरे होइन यतै छोडेर गएको पहिला यसमै आएर बस्थ्यो कि त्यो आयो भने अन्त नबस्यो त्यहीँ उठ्थ्यो अरे ल यसमा यो खिच्नु छ नि एउटा निलो समुद्र डाँडा खाडा गलत दिशा देखाएछ नि उहाँ देखाएछ नि त उहाँ होइन रहेछ नि त त्यो सेतो भनेको उयो माथिको त्यो ठुलो सेतो घरमा रहेछ नि त तल जस्तै है यहाँनिर त बाहिर पनि गाउँ देख्छ नि त त्यो हिमतालमा साइनी ढुङ्गा हसरा यो बाटो गयो भने चाहिँ त्यही उता उसमा निस्किन्छ हो सिधै एउटा सेल बनायो त्यसो भए सस्तो सस्तो पाउँछ त्यो भेजिटेबलहरू अब ऊ यहाँ यही रहेछ त यता उत्पादन खसीको पनि त पाउँदैन अच्छा। थियो अब हाम्रो प्लान पनि फाक भयो दाइको बिचरा अब उता गएर बेर खाने प्लान थियो अर्डर आएर फाक भयो अगाडि। अब घरमा गएर चाहिँ जेमसन खाने गेम हेर्ने बेलुका अब जाने अर्डर बनाउने अब अर्डर पनि धेरै छैन कति 40-40 बर्गर हुन्छ बर्गर बनाउने हो अनि जाने हो घरमा खानासाना पकाउने हो गेम हेर्ने हो सुत्ने हो नरिवल ल्याएर नरिवल यस्तो मिलाएर लाइनमा रोकिदिएर बस्ने कहाँ यता तपाईँको उसमा नरिवल र केराहरू चाहिँ टन्नै हुने है टाटामाटा डिस लगाउँ भन्यो नि घुमाएर त्यताबाट चाहिँ हो कि यहाँ बाटै त्यो होइन रहेछ दाइहरू नि कन्फ्युज अब यो त माथि चढ्छ ऊ त्यो देखाइरहेको छ यहाँबाट राइट उता अगाडिबाट त्यही होला साउथ कोस्ट साउथ होइन अँ। के भन्छ यिनीहरूले यहाँबाट त आयो क्यासिनो खेल्न जान्छ भनेर दाइ के सोचेको थियौँ हामीले सोच्नु त कहाँ कहाँ जाने भनेर सोचेको थियो भाइ प्लानै क्यान्सल त्यही त के सोचेको थियो प्लान नि हाँक भयो टक्क आयो फर्क्यो कामसाम गऱ्यो अनि काम गरेर अब यहाँ रुममा पनि आइपुगिसक्यो टक्क यहाँको नेसनल खाना हाम्रो दाल भात भने जस्तै यहाँको चाहिँ चिप्स खाँदै आइरहेको छु म चाहिँ दाइले टोका सोका खोल्नुहुन्छ अब यति खाएर हामी तलतिर झर्छौँ तलतिर झरेर भरे ब्राजिलको गेम हेर्ने त्यसपछि के हुन्छ मलाई चाहिँ एउटा कुरा के थाहा पायो भनेपछि पनि भाइ दाइ यो दुईटाको उल्कामा चाहिँ लाग्नु हुँदैन रहेछ क्या हँ दुईटाको उल्कामा चाहिँ ए यहाँ छ हाम्रो दाइको रुम मेरो चाहिँ उतापट्टि छ ल आजको लागि चाहिँ यति नै है अब सोचे जस्तो केही भएन अब नेक्स्ट टाइम भयो भने अब अर्को हप्तातिर कहिले हुन्छ टक्क म त्यहाँ अब गएर यसको भिडियो चाहिँ आउँछ बिस्तारै ल अब आजको लागि चाहिँ यति नै धन्यवाद भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु ल